madness! Hello everyone, welcome back with new vlog after long time. है अहिले हामी मुस्याङतिर छौँ गाइस। ल ज्याप दिइहाल त, दिइहाल्न त, मैले हेर्छु के वाइल्ड गर्मी छ गाइस। भर्खर आइयो हामी मुस्याङ। म त ब्लग स्लग नि गरेन, हामी थुप्रै छौँ हाम्रो ग्याङ, तपाईँहरूलाई म देखाउँछु। हामी सबभन्दा अगाडि आएको थियो कि, अनि भर्खर मैले यहाँ इन्ट्रो हानेर किन र लुगासँग गएको मुस्याङ आइसक्यो गाइस। हामी हाम्रो ग्याङ यतातिर आउँदै कान्छा के हो यो यार, के बोक्यो हौ भने तिमी? दाइ यो पानी हो, अहिले मिनरल वाटर। किन बियरको कार्टुनमा हाल्दैछ? नुहाउनु पर्छ भनेर। किन बियरको के हो र? नै यो मिनरल वाटर हो अहिले। यो बालेनको सरकार आएपछि यस्तोमा आउँछ क्या। त्यही हामी 9 जना छौँ गाइस है। अर्जुन दाइहरू आउँदै हुनुहुन्छ। अनि यहाँ आज हाम्रो खानपिन ढिकचिक डान्स साँच सब हुन्छ। हामीले बुफर सुपर सब लिएर आएको। अनि फर द फर्स्ट टाइम मेरो ब्लगमा हाम्रो छवि दाइलाई एकदम मैले वेलकम भन्न चाहन्छु दाइ। धन्यवाद। म यहाँ सङ्कलन गरिरहेको छु। अनि हाम्रो सुजन भाइ नमस्ते। सानो होला गाइस। यो भर्खर खानेकुरा हुन्छ नि त, त्यही भएर यो तातो हुन्छ कि, त्यही भएर यहाँ त्यो आइसहरू राखेर यताहरू बनाउनु थालेको। रुमै के हुन्छ बोराभित्र हाल्यो नि भयो होइन? एमा पनि हालौँ, एमा पनि हालौँ हाल्न त। तल स्याङ्जाबाट आगो लाग्छ, हाम्रो टाउलो छ याङ्जा च्याट्टो लाएर। यिनीमा राख्नु क्या, मासुमा अन्त तिनीमा लाखाइदिने हो, त्यहीमा थाहा हुन्छ। नुन लाखाइदिँदैन नुन लाखा। अब हाम्रो फर्स्ट जानेवाला छ ल। बोराभित्र छ क्या गाइजहरू, खजाना उता पास गर त। सबै बोराभित्र छ गाइज। यो बाल्टीमा अटाएन कि, त्यही भएर त्यहाँ राखेको। त्यहाँ पनि आइस पनि छ कि। फेरि अरू खाइन्न गाइज हामीले, फेरि ओन्ली गोर्खा स्ट्रङ। कति निकाल्यो? 6वटा छ भनेपछि भयो क्या, हुन्छ होला। 3टा भयो होइन? सुजन भाइ हाल्नै जान्ने रहेछौ तिमी औडा यार। ढल्काएर हाल्नु न म हाल्छु यहाँ। ल रोक्नु तपाईँले स्टाइल। मैले गो अब के गर्ने हो? उठाउ क्या मुला, माथि उठाउ। खटमा छु भन क्या यार। ह्याप्पी समर ल के कान्छ दिउ न। सुरुप लगायत लास्ट है, यो वर्षको लास्ट भन्दा नि मेरो यो करियरकै आज लास्ट छ यो सर्ट। त्यसपछि सुध्रियो आजको दिन। यो मासु बोइल गरेको मासु है। र त्यसपछि यहाँ छ अझै काँक्राहरू पनि छ, टन्नै मुलाहरू छ। मासु आधीभन्दा अलिकति थोरै ट्याक्क पोलेपछि त्यसलाई ट्याक्कसँग के भन्छ नुनहरू लाएर कागती हालेर अनि त्यसपछि के भन्छ प्याज लसुन काँक्रासँग मोलेर ट्याक्क गिलास पनि ल्याएको थियौँ हामीले। गिलासमा चिसो यताउति खायो। त्यहाँ रेडबुल अनि बियरहरू काँक्राहरू सब छ क्या। अनि त्यसपछि त्यो मासु चाहिँ बोइल गरे त्यो अर्कै स्टाइलले खाने भन्नुभयो दाइहरूले आज। त्यही भएर अनि त्यो खाइसकेपछि हल्का स्विमिङ गर्नु पऱ्यो, त्यसपछि फेरि हुन्छ रमाइलो भयो। तपाईँहरू यो ठाउँमा आउनुभयो भने गाइज, इफ मेरो भिडियो हेर्नुभयो भने होइन टक्क आउने
अनि हामी जस्तो रमाइलो गर्ने यताउति त्यो ठिक छ। अनि ऊ यहाँ माथि यहाँ भाइहरू छन् कि भाइहरू होला नि दाइहरू होला नि बहिनीहरू अब त्यहाँ केटाकेटी सब थियो त्यो माथिदेखि हाम फाल्ने यताउति त्यो चाहिँ गर्नुहुन्न क्या। उस्याङमा जाने पापडामा जाने अनि त्यसपछि मान्छे मऱ्यो यहाँ हुँ भुट छ यहाँ हुँ के यत्रा भुट हुने हो यो त्यो नचाहिने गरेपछि मान्छे मर्दैनन्। हामी जस्तो आउने डिसिप्लिनमा बस्ने ट्याक्क स्विमिङ गर्ने त्यो गर्ने त्यो कसले फङ्गाल्न भनेको उहाँ माथि गई फङ्गाल्ने यताबाट डाइभ हान्ने होइन दाइ गाइज मासुले बनेको ज्यान हो क्या हाम्रो पेट त लाग्छ अनि मान्छेले अनि सास बन्द हुन्छ। त्यही भएर त्यो मैले तिमीहरूलाई डिसिप्लिनको स्पेलिङ सिकाउनु पर्ला। पानी चाहिँ चुम्मै छ गाइज यस्तो दामी चिज हो कि डी फ्रिजमा राखे जस्तो हो क्या पानी। हेलो गाइज हेलो 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 यही हो गाइजहरू पानीको चाहिँ ट्यागसँग होइन। अनि अमृत डक्टर हेर यार तबिनाको पार्टी यस्तो खल्लो लगाइरहेको छ यार त्यहाँ यार के हो क्या यार एक्लै यार त यार म्याग यार छम्मा लहर बुहारी लहर गाउँ गइस यार हामी टक्क लाएर यतातिर यस्तो गर्दै हाम्रो फेरि अनुपको फेरि यस्तो कला रहेछ कि होइन पानीभित्र ट्याक्कसँग भोटी बनाइदिने कि ट्याक्कसँग भोटीको उत्पादन गरिदिने होइन दामी रहेछ ल मजा आएको स्विमिङ स्याम्पू सक्यो Oh my goodness! What a beautiful day! हात हेर्नु न हात गद्रो मैले समात्छु क्या काँचै हानिदिन्छु त मैले अनुप तेरो यहाँभित्र हाल्नु एकछिन अलि उस गरेर हान्नु है भएन अर्को एङ्गलबाट खिचौँ न दुइटै के एउटै एङ्गलबाट खिच्ने ल भयो What a lovely say ho